एभ्रिवान, नमस्ते। आज म स्कर्ट बुनेर देखाउँदैछु। यो एकदमै सजिलो सरल तरिकाले छ। फुल भिडियो वाच गर्न सक्नुहुनेछ है। स्कर्टको स्टार्टिङमा 12 रो 15 फन्दाको मैले अघि नै बुनेर रेडी गरिसकेको थिएँ। अब म सुरुवात गर्छु। फर्स्ट फन्दा स्लिप गर्ने, 3 फन्दा उल्टा, एक फन्दा सिधा। यो चाहिँ बोर्डरको साइड हो। यो बनाउनु पर्छ, यहाँबाट बढाउनु पर्छ। एक फन्दा यहीँबाट टिप्ने हो, एक फन्दा मुनिबाट निकाल्ने र बिचमा उल्टा उल्टा सुल्टा सुल्टा आफूलाई जस्तो मनपर्छ त्यही डिजाइन लगाउन सकिन्छ। अब अर्को साइडमा पनि त्यसरी नै एक फन्दा सिधा, त्यसपछि एउटा फन्दा मुनिबाट टिपेर बुन्ने। 2 फन्दा बढ्यो, एक फन्दा सिधा, 3 फन्दा उल्टा। यो चाहिँ बोर्डरको साइड हो है। रङ साइडमा सबै उल्टा उल्टा बुनेर कम्प्लिट गर्ने। यस्तो देखिया छ। अघि अलिकति तल मैले भिडियो माथिबाट खिचेछु, तलबाट खिचेछु र राम्रो देखिएन। यसको लुक चाहिँ यस्तो देखिएको छ कम्प्लिटली। यसरी एक एक फन्दा राइट र लेफ्ट साइडमा एक एक फन्दा बुनेर बढाउने। 3 फन्दा उल्टा, एक फन्दा सिधा। यो चाहिँ बोर्डरको साइड हो। फेरि यहाँबाट चाहिँ एक फन्दा निकाल्ने, 2 फन्दा बढ्यो। यसरी नै बिचमा आफ्नो तरिकाले आफ्नो हिसाबले प्याटर्नहरू हाल्न सकिन्छ। यसरी नै रङ साइड राइट साइड र लेफ्ट साइडमा चाहिँ एक एक फन्दा यसरी नै बढाउँदै स्कार्फको हेर्नु त लिक्स कस्तो राम्रो आएको छ। 3 फन्दा उल्टा बुनेर कम्प्लिट गर्ने। उल्टा साइडमा सबै उल्टा 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 बुनेर कम्प्लिट गर्नुपर्छ। अब चाहिँ यसको बढाउने क्रम सकियो। यसमा टोटल 42 फन्दा कम्प्लिट भइसक्यो। अब चाहिँ यसलाई बुन्दाखेरि नघटाई 9 इन्चेससम्म नघटाई बुन्नुपर्छ। जस्तो छ त्यस्तै प्याटर्नदेखि लिएर साइडमा बोर्डरको साइडहरू जस्तो छ त्यस्तै बुन्ने। उल्टा साइडमा सबै उल्टा उल्टा, अनि सुल्टा साइडमा चाहिँ त्यही अनुसार डिजाइन हाल्ने बनाउने। यस्तो राम्रो लुक्स देखियो। यसमा टोटल 9 इन्चेस बनाएको छु। यहाँसम्म 9 इन्च बनाएको छु। 9 इन्चको भयो। यहाँ मैले मार्क लगाएको छु। यो चाहिँ टोटल जम्मा 15 फन्दाको बनाएको छु। यहाँबाट एक 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 यहाँसम्म एक एक गरेर दुईपट्टि एक एक गरेर बढाएको छु। जम्मा जम्मी टोटल यसमा 42 फन्दा छ। त्यहाँदेखि आफ्नो हिसाबले यहाँनिर प्याटर्न हाल्न सक्नुहुनेछ। अब यसको यताको लेन्थ चाहियो यहाँदेखि यहाँसम्मको, यहाँदेखि यहाँसम्मको मैले यति 9 इन्चेस गर्नुपर्छ। अब यसको यहाँबाट चाहिँ घटाइ सुरु हुन्छ। जब यहाँनिर एक 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 बढाइ भयो, अब एक 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 गरेर घटाएर यसको यो थोरै यो पोर्सनबाट बुन्नुपर्छ। अब यसको घटाइ सुरु गर्ने हो। फर्स्ट फन्दा स्लिप गर्ने, 3 फन्दा उल्टा बुन्ने, एक फन्दा सिधा बुन्ने। अब यहाँबाट चाहिँ फन्दाहरू घटाउँदै जाने। 2 फन्दालाई एक फन्दा बनाउने। प्याटर्न छ त्यो प्याटर्नलाई क्लोज गरिदिने। यहीँबाट बिचमा जस्तो छ डिजाइन त्यस्तै बुन्ने।
अब यो साइडमा पनि घटाउने, 2 फन्दालाई 1 फन्दा बनाउने, सिधा 1 फन्दा सिधा, 3 फन्दा बोर्डरको साइडलाई बुनेर कम्प्लिट गर्ने। यो उल्टा साइडमा सबै उल्टा उल्टा बुनेर कम्प्लिट गर्ने है। घटाउने बढाउने चाहिँ राइट साइडबाटै सुरु हुन्छ। राइट साइड 1 फन्दा स्लिप गर्ने, 3 फन्दा उल्टा, 1 फन्दा सिधा। अब यसमा घटाइ गर्ने, 2 फन्दालाई 1 फन्दा बनाउने। अब यहाँ डिजाइन पनि मैले क्लोज गर्दैछु किनभने यहाँनिर घट्ने क्रम छ। डिजाइन जस्तो छ त्यो त्यस्तै हाल्ने आफ्नै हिसाबले। अब यो साइड पनि घटाइ गर्ने, 2 का 1 गर्ने, 2 फन्दाको 1 फन्दा बनाउने, 1 फन्दा सिधा, 3 फन्दा बोर्डरको साइडलाई उल्टा उल्टा बुनेर कम्प्लिट गर्ने। यो चाहिँ घट्ने क्रम हुँदैछ। जो उल्टा साइड सबै उल्टा साइडमा उल्टै उल्टा उल्टा बुनेर कम्प्लिट गर्ने। ल यति घट्योपछि चाहिँ यसको लुक्स यस्तो राम्रो कटिङमा देखियो, सेभिङमा देखियो। 42 फन्देदेखि घटाएर लास्टमा 15 फन्दा बाँकी रह्यो। अब म यसलाई एन्ड गर्छु। टोटल यसमा 15 फन्दा भएको छ। स्टार्टिङमा 15 फन्दा, लास्टमा पनि 15 फन्दामा एन्ड गर्दैछु। अन्तिमसम्म भिडियो हेरिदिनु भयो होला। थ्याङ्क यू सो मच। अब चाहिँ घटाइ सुरु गर्ने यहाँबाट।